अहिले हामीले बाँके जिल्लामा गरेको चाहिँ मसिना धानको चाहिँ जोन सञ्चालन गरिरहेका छौँ भने तरकारीको यस आर्थिक वर्षबाट तरकारीको जोन पनि सञ्चालन गरिएको छ र बर्दियाको सन्दर्भमा भन्ने हो भने राजापुर इलाकामा चैते धानको सुपर जोन सञ्चालन छ। खास गरी धानको चाहिँ जो सुपर जोन हो र हामीले चैते धानमा फोकस गरेका छौँ भने गुलरियाबाट हेर्ने क्रममा चाहिँ हामीले केराको जोन, माछाको जोन र गाई भैँसीको चाहिँ यस आर्थिक वर्षबाट चाहिँ सञ्चालन भएको छ। यसरी समग्रमा भन्यो भने हामीले 6 वटा जोनमा चाहिँ काम गरेका छौँ। खासमा किसानहरूको आकर्षण चाहिँ कतिको पाउनु भएको छ यहाँहरू चाहिँ काम गरिराख्दाखेरि? अब वास्तवमा भन्ने हो भने वास्तविक किसानहरू समस्या पुग्नको लागि चाहिँ यद्यपि केही कमजोरीहरू वास्तविक किसानहरूसँग जान चाहिँ हाम्रा केही नीतिगतहरू ऐनका कारणले गर्दाखेरि केही समस्याहरू त भएका छन्। त्यही कारण चाहिँ वास्तविक किसानसम्म पुग्न सकेन कि भन्ने कुराहरू पनि चलेका छन्। तर हामीले हाम्रो प्रयत्नले हाम्रो बुताले भ्याएसम्म वास्तविक किसानसँग पुग्ने प्रयत्न गरेका छौँ र यस सन्दर्भमा बाँकेमा मसिना धानको व्यापक क्षेत्र विस्तार भएको छ र हाम्रो परियोजना सुरु हुनुभन्दा पहिले र अहिलेमा चाहिँ मसिना धानको क्षेत्रफल चाहिँ व्यापक विस्तार भएको छ। तरकारीमा त्यस्तै क्षेत्र विस्तार हुने क्रम छ भने मकैको केसमा भन्ने हो भने राम्रो क्षेत्र विस्तार भएर पनि अब हामीले के चाहिँ नगरे पनि किसानहरूले चाहिँ आफै चाहिँ क्षेत्र विस्तार गर्नुहुन्छ, आफै चाहिँ यो चाहिँ प्रविधि अपनाउनुहुन्छ भन्ने हिसाबमा चाहिँ मकैको क्षेत्र विस्तार खास गरी हिउँदे मकैको क्षेत्र विस्तार चाहिँ राम्रो बाँकेमा भएको छ। बाँके जिल्लामा चाहिँ यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभाव चाहिँ त्यस्तो छ भने बर्दिया जिल्लामा केराको क्षेत्र विस्तार हामीले अहिले बिरुवा बाँडेरै सकेका छैनौँ। केराको राम्रो क्षेत्र विस्तार भइरहेको छ। अब त्यसै गरी माछामा पनि हाम्रो चाहिँ राष्ट्रिय उत्पादकत्व भन्दा हाम्रो उत्पादकत्व बढी भएको कारणले गर्दा हाम्रो प्रविधिहरू किसानहरूले एडप्ट गर्ने क्रममा हुनुहुन्छ र क्षेत्र विस्तार पनि क्रमशः बढ्दै गएको छ। खास गरी धानसँग चाहिँ धान खेती हुने जग्गा चाहिँ मास्नुपर्ने हुनाले क्षेत्र विस्तार अलि धीमी गतिमा छ तर राम्रो विस्तार भइरहेको छ। केराको भन्दा अलिक धीमी गति हो, नत्र भने माछामा पनि क्षेत्र विस्तार राम्रो छ। त्यस्तै चैते धानको केसमा नेपालको सबभन्दा बढी चाहिँ क्षेत्र विस्तार भएको चाहिँ राजापुर एरियामा हो र यद्यपि अहिले हामी चाहिँ त्यो क्षेत्र विस्तारको लागि त्यहाँ चाहिँ सुगर मिल इस्ट्याब्लिस भएको छ। त्यो सुगर मिलसँग हामी कम्पिट गरिरहेका छौँ र प्रतिस्पर्धा गरेका छौँ। हाम्रा केही क्षेत्रहरू गुमेका छन्। हामीले जुन चाहिँ क्षेत्र विस्तार गऱ्यौँ ती क्षेत्रहरू अहिले उखुले चाहिँ केही चाहिँ कभर गरेको छ भने अर्को हामीले चाहिँ राजापुर क्षेत्रमा चैते धान विस्तार गर्नुको लागि चाहिँ राजापुर सिँचाइ योजनाले पानी दिन चाहिँ समस्या परेको कारणले गर्दा केही क्षेत्रहरू अलिकति विगतमा भन्दा थोरै घटेको जस्तो देखिन्छ। तैपनि हामी आक्रामक रूपले म चाहिँ आएको 1.5 वर्ष भयो आक्रामक रूपले जानुपर्छ भनेर पोहोरको भन्दा अहिले चाहिँ हामीले राम्रो क्षेत्र विस्तार पनि गरेका छौँ। विगतको भन्दा कति क्षेत्रफल जति चाहिँ घट्यो होला के छ यहाँ? अब सुरुमा हामीले परियोजना कार्यान्वयन गर्नुभन्दा पहिला बर्दिया जिल्लामा जम्मा 23 हेक्टरमा चैते धान खेती हुन्थ्यो भने हामीले चाहिँ क्षेत्र विस्तार गर्दै जाँदा 1150 हेक्टरसम्म पुर्यायौँ र यो चाहिँ राजापुर सिँचाइ परियोजनामा पानीको अभाव र धान चाहिँ यो हाम्रो चाहिँ सुपर जोन क्षेत्रमा उखु मिल इस्ट्याब्लिस भएको कारणले गर्दा त्यसको आक्रामक चाहिँ उखु प्रसार कार्यक्रम भएको कारणले गर्दा केही चाहिँ घटेर पोहोर चाहिँ 600 हेक्टरमा सीमित रह्यो भने अहिले 750 हेक्टर हामीले नै आक्रामक रूपले जानुपर्छ भन्ने हिसाबमा चाहिँ हाम्रा कार्यक्रमहरू चाहिँ विस्तार गर्दै जाँदा अहिले 750 हेक्टरमा हामीले चाहिँ चैते धानको एरिया चाहिँ विस्तार गरेका छौँ। जस्तै किसानहरूलाई यहाँहरूले चाहिँ कस्तो खालको चाहिँ सहयोग गर्नुहुन्छ? अब खास गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण र भूमिको व्यवस्थापन मार्फत चाहिँ मुख्य कार्यक्रमहरू चाहिँ गर्ने गरेको छ। यान्त्रिकीकरणमा हामी साना चाहिँ मेसिनरीहरू र चाहिँ ठुला मेसिनरीहरू सञ्चालन गर्नको लागि कस्टम हायरिङ सेन्टर इस्ट्याब्लिस गरेर गर्छौँ भने साना मेसिनरीहरू किसान समूहलाई आफै पनि चाहिँ किसान समूहको माग अनुसार दिने गर्छौँ। अब कस्टम हायरिङ भन्नाले बाली रोपेदेखि काटेसम्मका चाहिँ मेसिनरीहरू कुनै एउटा सेन्टरमा राख्न चाह्यो भने किसानहरूलाई 50% अनुदानमा हामीले त्यो दिने गर्छौँ र भूमिको चाहिँ वैज्ञानिक चाहिँ उपयोगमा हामीले चाहिँ चक्लाबन्दीमा जोड दिएका छौँ। चक्लाबन्दीमा चाहिँ हामीले फोकस गरेको दुईटा ल्यान्ड पुलिङ र क्रप पुलिङ अथवा भेराइटी पुलिङ हो। ल्यान्ड पुलिङमा हाम्रो चाहिँ त्यति चाहिँ कानुनी चाहिँ प्रोभिजन नभएको कारणले गर्दा हामीले अहिले चाहिँ फोकस गरेको चाहिँ क्रप पुलिङ वा भेराइटी पुलिङ हो। त्यसमा हामी एकदम सफल छौँ भन्ने लाग्छ। हामीहरूले चाहिँ अर्को नयाँ प्रविधिहरू अनुसरण गर्ने एडप्ट गर्ने कुरामा पनि किसानहरूलाई व्यापक चाहिँ प्रशिक्षित गरेका छौँ। जस्तो चाहिँ धानको केसमा भन्यो भने छरुवा धानको प्रविधि राजापुर क्षेत्रमा राम्रो चाहिँ विस्तार भएको छ।